बवालदेखि कस्तो हुनुहुन्छ अरे सन्चै छु हामी नि हामी सन्चै हवा हो अब म पनि सन्चै छु अनि त्यसपछि सोधे खाइन फेरि सन्चै अहिले चाहिँ हामी यहाँ बस्दैछौँ बत्ती गएर किन भन्दाखेरि पोखरामा लास्टै बत्ती गइरहेको छ किन मलाई पनि थाहा छैन पोखरा कहाँ भन्नु न यसो पोखरा कहाँ हो भन्दाखेरि 14 मसरी फाटन वडा नम्बर 14 भन्नु त्यो पोखरा खोला नम्बर 14 अरे हाम्रो यहाँ खोला बगेर आउँछ नि हाम्रो सेफारी डन आज यहाँ कुरा भन्न गइरहेको छु आज चाहिँ हामी यहाँनिर टक्क है बत्ती गएको बेलामा गीत प्रस्तुति हुन्छ के भन्छ त्यो देखाउँछ नि अनि त्यसपछि हामी यहाँनिर अब ल मेरो आफ्नै गाइदिन्छु नि त आफ्नै लिडी के उ चाहिँ रोनाल्डोको फ्यान है त यही हो ल छिटो भर्खरै यही थियो यार थियो ल गयो चाहिँ त्यो लिरिक्स चाहिँ मैले लेखेको होइन एउटा टोन चाहिँ त्यो जोन चेमिङ राईको साधनासँग म्याच खान्छ लिरिक्स चाहिँ मेरै हो ल सुन पछि हाल्छु कि मैले भने त पछि हाल्छ 3 2 1 गो तिमी मलाई भन्दैनौ जीवनभरि खिचे हद्दै गरे नि है कुर्दी मलाई अलि अलि त अहिलेको पोजिसन अलि साइडमा साउन्ड आउनु अरे राम्रो अब ल केही न अलि यो न्युरो त यस्तरी गरेको हुन्छ अनि छिटो ल छिटो अलि त ल 3 2 1 गो गौ मान्छे केही नि हुन्न कि कोही मान्छे कोही नै आछ नि गाइस केही हुन्न छिटो ल मनभित्र के छ तिमी मलाई भन्दैनौ न जीवनभरि कालागी तिमी मेरो साथी भन्दैनौ न तिमी कति राम्री छौ मनमा बस्ने मान्छे हौ कति राम्री छौ म आउँछु फर्केर बस्नु तिमी पर्खेर म आउँछु फर्केर मिठो भइरहेको ल अब अझ अब एउटा लास्ट कस्तो त्यही के भन्छ त्यसलाई अब लास्ट ल छिटो म नारायण लिम्बूको हल्पल गाउँछु होइन ल ल आस्था ब्यान्ड ल छैन कि बेरी कस्तो तिम्रै मुस्कानको यादले सताउँछ अनि बेहोस मलाई नसालो तिम्रा ती कालो कसले मेरो मुटु बासी सबै उठ्यो हो पढ्ने बेलामा पनि म किन हो यसरी सधैँ टोलाइरहन्छु चित्त सुनायो केवल तिम्रै तस्बिर मैले हेर्दै मुस्कुराए जस्तो सहारा तिमी मेरो प्रेरणा तिमी मेरो जुनको अर्थ नै तिमी मेरो साधना तिमी मेरो चाहना तिमी मेरो अब पनि बाँच्न सक्दिनँ म बिन्ती छ मेरो माया बुझिदेऊ धन्यवाद गएको चाहिँ भयो नि मलाई चाहिँ राम्रो लागेन तपाईँहरू चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिने दिवेश सरकारले गाउँछन् त्यही त आउँछ गाउँछ गाउने भनेको मुखबाट बिजियो छिटो ए कोरिए म तिमीलाई देखेर आज टोलाइरहे म रातो लिपस्टिक तिम्रो रातो लिपस्टिक बनाइदियो मलाई नजिक देखेर रातो लिपस्टिक कस्तो रातो तिम्रो लिपस्टिक साह्रै नै के आँखाको परेली थ्याङ्क यू नमस्कार होइन कि मुला राम्रो है दिवेश सर एउटा भ्लगमा आइदिउँ भनेको होला जस्तो लागेन है अहिले त्यहाँ फुलदानी हुन्छ क्या पसल हाम्रो काम छ अब मिसन कम्प्लिट हाम्रो राति कहिले गर्छ होला भोलि कहिले हुन्छ नि सकेको छैन म
कहिले तिमीलाई भेट्छु नि थाहा छैन के चाहन्छु मान्छौ कि आँखामै हेर्न नसके नि के गएको यसले त छेउमै हुँदा नबोले नि फर्की फर्की हेरिदिनु भन्देऊ न तिमीले नि पर्खिन्थे पर्खेरै अनि दोन्थे नमस्ते रे बाबा रे कति किन्न गाउँ जिउनु नै होला यसरी नै यो गीत गाउँदै अरूलाई सुनाउँदै संसारले देखेन मेरो खुसी उसँगै थियो भनेर आफूलाई बहाना बनाएर भन्थे अरूको परवाह थिएन सबैलाई भएको थियो मलाई पनि एक समयमा त्यस्तै माया आउने होला यो समयमा पर्खिनेछु सबैको भिडमा आफ्नो भनु तर कसलाई नै होला यसरी नै यो गीत गाउँदै सुनाउँदै संसारले देखेन मेरो खुसी तिमीसँगै थियो भनेर जिउनु नै होला यो गीत गाउँदै